माई न्यू ब्लग्स होइन। सो गाइस होइन अहिले चाहिँ हामी 12:10तिर जाँदैछौँ। यहाँनिर चाहिँ रोजल साख्य वहाँनिर चाहिँ साइकल छ मेरो होइन। गाइस टक्कसँगले हामी चाहिँ आज 12:10 जाँदैछौँ। तर तपाईँहरूले अस्ति सर्ट भिडियोमा हेरिसक्नु भयो होला, हामी अस्ति पनि गएको थियौँ र आज त्यो फुल भिडियो बनाउँदैछु होइन। ल हेर्दै जानु होला, हामी बाटोमा भेटौँला। गाइस होइन अहिले चाहिँ हामी टक्कसँगले हाम्रो नयाँ भाटपाटेनी जाँदैछौँ होइन। यहाँ हुइली चेक गर्ने, हुइली 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 खतरा गयो हाम्रो होइन। गाइस नयाँ भाटपाटेनी हेर्न चाहनुहुन्छ अनि एकछिन पर्खिनु होला। सो गाइस होइन तपाईँहरूलाई भाटपाटेनी नयाँ हेर्न चाहनुहुन्छ अनि यहाँ हेर्नु हाम्रो नयाँ भाटपाटेनी है, नयाँ भाटपाटेनी होइन गाइस। टक्कसँगले यस्तो छ हालत अहिले भाटपाटेनीको। टक्कसँगले उहाँ रोजल दाजु छ यस्तो छ अनि गाइस भाटपाटेनी हाम्रो। अब हामी सिधै 12:10 तर्फ लाग्दैछौँ अनि गाइस टक्कसँगले अब आधी बाटोमा भेटौँला। सो गाइस होइन अहिले चाहिँ टक्कसँगले रामचोक भन्ने बाटोमा छिर्यौँ होइन। अब उहाँ अगाडिबाट राइट टर्न लिनुपर्छ टक्कसँगले। अब उहाँ हेर्ने उहाँ सिटीमा समातेको हेर्ने अब गयो यत्तिकै चल्दियो होइन। मोचमा क्या अब आफू भने पाडो मार्दै बस्नुपर्छ गक्कै गयो टक्कसँगले। यस्तो गाडी कत्रो स्कुलको भ्यानमा पुष्पान आइदिन्छ त हौ। अब उहाँ अगाडिबाट छिर्नुपर्छ टक्कसँगले। उहाँ सिडीबाट छोडियो कि उहाँबाट ट्रक आउँदैछ होइन। अब छिर्ने बाटो आउन आँट्यो, हेर्दै जानु होला। अहिले चाहिँ हामी ठ्याक्क 12:10को त्यो भित्र स्टेयर झार्ने ठाउँको गेटमा पुगिसक्यौँ। यहाँ हामी यस्तो छ टक्कसँगले। अब मेरो डाउन हिल हेर्नु ल। टक्कसँगले हामी चाहिँ यहाँ यो छ नि यहाँनिर यो सिडी साइकल बोकेर माथि आयौँ होइन। ऊ चाहिँ उहाँ टुट्टु गर्न गएको टिट्टु। यहाँनिर उसको साइकल, यतापट्टि मेरो साइकल होइन टक्कसँगले। अनि यहाँ चाहिँ हामीले खाजाहरू पनि लिएको छौँ। यहाँनिर दोकानहरू छैन नि त, यहाँ खाजाहरू पनि लिएको छौँ। गाइस यस्तरी सबैहरू आउनुहुन्छ तर यस्तरी चाहिँ खोलाहरू नफ्याँक्दिनु होला। यो चाहिँ 12:10 माथि हो होइन। अनि हामी उताको सिडीहरू पनि हान्छौँ। यो पनि उसले हान्छ तर मलाई अलिक गाह्रो हुन्छ किनभने म भर्खर मात्रै हो नि त होइन। अब हेर्नु ल टक्कसँग होइन। अहिले चाहिँ हामी टक्कसँगले चौचौ खाएर होइन यसो पानी खाम भनेर बसेको होइन। ढाडै चल्दैन रहेछ क्या। अब यस्तो तिर्खा लाग्छ नि चौचौ खाएपछि होइन। अब यस्तो सिडीहरू पनि झार्नु पर्ने होइन, पुरै तिर्खा लाग्छ क्या। अब चौचौ खाएपछि झन् घाँटी पनि कस्तो हुन्छ नि त। यहाँनिर रोजल मस्तरी सुतिरह अनि यहाँ छ चौचौ खोल। कुन चौचौ अहिको? अब एउटा हामीसँग एउटा चौचौ छ, यो छ ल। यो प्लास्टिकमा गएर टिप्नुपर्छ होइन। रम्पम यस्तो फ्ल्याट भएर बसिरहेको टक्कसँगले यतिको चाहिँ हुनुपर्छ। यहाँनिर मन्दिर छ, दर्शन गर्नु होला। हेर्नु नि साइकल अब कालिन्छ नि फेरि होइन। अनि यहाँनिर चाहिँ घरहरू त्यति साह्रो रहेछ होइन। खेतबारी धानबारीहरू मात्रै रहेछ। अनि मेरो चौचौ सक्यो। यहाँ पार्लेजी बिस्कुट छ, यहाँ मसलाको खोल, यहाँ चोकोबन कली फ्याँकिरह चस्मा, यहाँ भनी रोज चौचौ बुझ्दैछ टक्क ल। हामी टक्कसँगले यहाँनिर यस्तो ठाउँमा बसिरहेको छौँ। यहाँ अङ्कल हुनुहुन्छ टक्कसँगले 12 बजीको टन्टलम घाम छ होइन। घाम
घाम कडा छ टक्कसँगले यहाँ पिङ छ। अघि यहाँ आउँदा हामी गाई थियो, अहिले गाई छैन। उहाँ पर रोजल बसिरहेको छ। डह्रो घाम छ होइन, गर्मी भइसक्यो गाई छैन। त्यस्तै छ, पुरै चर्को घाम लागिरहेछ होइन, पुरै गर्मी क्या। यति साह्रो गर्मी त नहुनु पर्ने हो नि यार। चट सँगले गाई छ। पानी खान रोकिनु पर्छ होइन कतैतिर। ओ पानी खान रोक्यौँ न कतै। हुइली हेर्न चाहनुहुन्छ गाइज? चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। अब उसले खान गइरहेको छ ताजा ताजा हुइली, खान हुइली। हाम्रो गाई छले हेर्न चाहनुहुन्छ है? हेलो भाइ। ऊ पनि तर गर्मीले गलिसकेको छ टक्कसँगले, तर पनि हुइली हान्ने ट्राईमा छ। हुइली हान्ने ट्राईमा छ। हुइली हान्न आँटिसकेको छ। हुइली हाने हान 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 हान। गाइस हेर्नु लाउडहरूको आवाज, लाउडअप। ऱ्याम्बो लाउडअप। ओ यहीँ रोक्यौँ न पानी खाने, यहीँ रोक्यौँ न। भित्र छिराउ न, भित्र छिराउ न। चलो 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 यहीँ खाऊँ न टक्कसँगले गाइस। गर्मी भइसक्यो। ए सकिनँ। उसले बदल भ्याग्रा खोज्दैछ गाइस, म सक्दिनँ होइन। एउटा हातले फोन समातिरहेको छु, त्यही भएर। यति पानीले कति पुगाउनु यार? यति पानीले कति पुगाउनु? पानी खान आँटेको हामी पानीपुरी खाएर रोकेको छौँ होइन टक्कसँगले। रोजल यहाँ गलो अरे होइन। अनि यहाँनिर रोजलको प्रिमियम चस्मा होइन टक्क। कति गयो भन त, भन न। अहिले भर्खर यता कताको यो फुस्किएको थियो अघि। ए फुस्किँदो रहेछ। यहाँनिर चाहिँ हामी पानीपुरी बनाउन दिएको छौँ। हामी पानीपुरी खान्छौँ अनि सायद अब भ्लगिङ गर्ने बेला पनि आउन आँट्यो होला। हेरौँ। अहिले चाहिँ रोजल थकित अवस्थामा छ। यत्तिकै नाङ्गे बसिरहेछ टक्कसँगले। के छ खबर? जाउँ न अझै विराट पोखरी जाने भनेको होइन। अझै जाने तीनचोटि भइसक्यो। जाउँ। बिहान एकचोटि, अहिले एकचोटि, फेरि अहिले एकचोटि। उसको हड्डी हेर्नु, हड्डी फुल्टेको हड्डी। ल गाइस, अब चाहिँ हामी विराट पोखर पुगेर भेटौँला। भ्लग लामो भइसक्यो, 7-8 मिनटको भइसक्यो होइन टक्कसँगले। उसले के गर्दैछ क्या गाइस? अघि भर्खर हेर्नुभयो गाइस? खोइ त गएको परेछ। अहिले चाहिँ हामी विराट पोखरीमा है। यहाँनिर दाइ हुन्छ यहाँ रोजल। अहिले विराट पोखरीमा छु। यहाँ हाम्रो दाइको नाम के हो? हजुर राज। यो दाइको नाम राज, आशिष, रोजल। के छ खबर? कहाँ यतिबाट? ओ म अलिकति जान्छु। उची यतिको ग्यापमा हुइली हान्छ अरे होइन टक्कसँगले। हेर्नु ल, ऊ यतिको ग्यापमा छिराउँछ अरे। छिरायो अब। ल आयो यतिको ग्यापबाट।